हजुर हजुर भन्नुहोस् हजुर। दाजु नमस्कार। नमस्कार हजुर। उम्, के छ हाल खबर, सन्चै हुनुहुन्छ? हजुर सन्चै हुनु। हजुर भन्नुहोस् हजुर, के कति कामले आउनुभयो? फोन साट्नु थियो। ए फोन साट्ने हो? हजुर ए मतलब कस्तो पुरानो फोन पनि पाइन्छ यहाँ? सेकेन्ड ह्यान्डलाई साट्ने हो कि नयाँ फोनलाई साट्ने हो? नयाँ फोन। नयाँ फोन लैजाने तपाईँले? हजुर पुरानो फोन दिएर होइन त? हजुर कौन फोन हजुरको यो? यो मेरो रेडमी। ए रेडमीको फोन रहेछ। ल केही छैन भाइ, साटिदिउँला। अनि थोरै पैसा थप्नु पर्छ यहाँ फेरि। हुन्छ। हुन्छ होइन त? हजुर अनि भाइको घर कहाँ हो नि? सल्यान कालीमाटी। सल्यान कालीमाटी। हजुर अनि यहाँ कहाँ बस्नुहुन्छ? यहाँ म खबरमा। खाबल। हजुर ल खाबलदेखि भाइ होइन हाम्रो पसलमा यो मोबाइल लिएर आउनु भएको छ एक्सचेन्ज गर्नको लागि। अनि कस्तो हजुरलाई रेम अनि जिबी राम्रै भएको चाहियो कि अलि हल्कामा चाहियो? हल्का ऱ्याम होला नि हल्का चाहियो। राम्रो होला। ल मसँग 5G फोन छ। हजुर 5G नै देखाऊँ फेरि भाइलाई होइन? हुन्छ। ल हेर्नुहोस् है। यो छ एउटा, हेर्नुहोस् है। यो लाभाको 7 5G फोन हो है। यो हजुरको पोको C75, यो पनि अहिले लेटेस्ट आएको फोन हो होइन। 5Gमा छ। यो पनि 5Gमा छ। यसमा चाहिँ तपाईँले 6,000 रुपियाँ थप्नु पर्ने हुन्छ। यसमा चाहिँ 5,000 रुपियाँ थप्नु पर्ने हुन्छ। हजुर यो 128 GB मेमोरी कार्ड रहेको छ, 4 GB ऱ्याम छ। हजुर यसमा हजुरको चाहिँ 464 छ। दुइटै 5Gमा छन्। हेर्नुहोस् यिनीमध्ये कुन लगाउनुहुन्छ, या योभन्दा हाई क्वालिटीको देखाउँ? नै म यो लग्छु पोको। यही लगाउनुहुन्छ पोको? हजुर हजुरलाई गेम खेल्नको लागि चाहिएको हो? हजुर ल गेमको लागि एकदम बेस्ट फोन रहेको छ है। ल फाइनली भाइले चाहिँ यो पोकोको फोन चुज गर्नुभएको छ। ल त्यसो भए भाइलाई कङ्ग्रेचुलेसन है यो हजुर नयाँ फोनको लागि। लाउनुहोस्। यो चाहिँ पुरानो फोन चाहिँ हामीलाई होइन त? हजुर ल थ्याङ्क यू, धन्यवाद है। कहाँदेखि आउनुभयो अरे? खाबलदेखि। खापलदेखि? हजुर कति टाढा पर्छ यहाँदेखि? यहाँदेखि चटगाउँदेखि रुडो आउनुलाई खाबलदेखि अलिक धेरै नै होला। 20-22 किलोमिटर होला होइन त? हजुर ल 20-22 किलोमिटर टाढादेखि हामीसँग होइन भाइले चाहिँ फोन एक्सचेन्ज गर्नुभयो। अनि कस्तो लाग्यो हाम्रो पसलमा आएर हजुरलाई? एकदम खुसी लाग्यो। मोबाइलमा देख्थेँ भिडियोहरू हालेको। हो कतिको हजुर हेर्नुहुन्थ्यो? हेर्थेँ मैले हालेको। आज फाइनल्ली हजुरको भिडियो पनि अपलोड हुँदैछ है त फेसबुकमा। राम्रो लागिरहेछ होइन? हजुर ल फेरि पनि आउँदै रहनु होला है त? हजुर ल हस्।